Hello everyone, तपाईहरु सबैजनालाई मेरो च्यानलमा वेलकम छ र आज मैले तपाईहरुसँग कोरियन नुडल्सको भिडियो सेयर गरिरहेको छु। सुरुमा मैले कोरियन नुडल्सलाई बोइल गरेर यसरी 5 to 7 मिनेट्स बोइल गरे अनि यसरी एक अमलेट बनाए अनि एउटा प्लेटमा हालेर मैले सबै सिजनिङ्स आलु हालेर अनि ससेस हालेर यसरी मिक्स पास गर्दै तपाईहरु देख्न सक्नुहुन्छ मैले यसरी स्पुनले मिक्स पास गरे। तपाईहरुले देख्न सक्नुहुन्छ यसरी मैले सबै स्पुनको हेल्पले मजाले यसलाई मिक्स गर्ने। त्यसको बादमा मैले चिकन मोमो यसमा एड गरेँ। यो चाहिँ मैले बनाएर राखेको चिकन थियो अनि त्यसको बादमा मैले अमलेटलाई पनि साइडमा राखिदिएँ अनि यो चाहिँ एकदमै यम बनेको छ। थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई भिडियो। किप लभिङ मी। प्लिज इफ यू हेभ नट सब्सक्राइब द च्यानल प्लिज सब्सक्राइब इट।